सो यो सेकेन्ड पार्ट हो जिजो ड्रामाको फोटो रिस्टोरेसन प्रोसेसको र यो पार्टमा रिमेनिङ एलिमेन्ट्स लाइक नेक क्लोथ र ब्याकग्राउन्डको कम्प्लिट प्रोसेस कभर गर्नेछु, जसमा मैले पिक्चरलाई भिन्टेज थिम दिने ट्राई गरेको छु। त्यसैले पहिले स्किन टोन पनि त्यसै अनुसार राखेको थिएँ। एज अ आर्टिस्ट च्यालेन्जिङ रेफरेन्स खोज्दै थिएँ, जुन आर्ट पिस मात्र नभएर एउटा भ्यालुएबल याद हो। सो यो जिजो आमाको अन्तिम पिक्चर जुन फेड हुँदै गएको थियो त्यो रिस्टोर गर्छु भनेर प्रोजेक्ट सुरु गरेको र यो वान अफ माई टाइम कन्ज्युमिङ र टफेस्ट आर्टवर्क हो। ड्रेस मैले पिक्चरको जस्तै राख्ने ट्राई गरेको छु, इभन इट्स कलर, र यो सब प्रोसेसमा धेरै टाइम लागेकोले ब्याकग्राउन्ड सिम्पली एक्रिलिक पेन्टले कभर गरेँ, जसमा धार्मिक टाइप कलर जुन पाको पटुकामा हुन्छ त्यो राखेँ, जुन मेरो विचारमा थिमसँग सुहाएको पनि छ। र फिनिसिङ पछि पिक्चर कस्तो भएको छ कमेन्ट सेक्सनमा आफ्नो ओपिनियन पनि सेयर गर्नुहोला।